फागुन 21 पछि बनेको सरकार र त्यो सरकारका प्रधानमन्त्री बालेन्द्र शाह 182 सीट जितेको दलको संसदीय दलको नेता जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई सांसदहरूले संसदमा खोजेका थिए। प्रधानमन्त्री संसदमा आउनु पर्यो। नीति तथा कार्यक्रम राष्ट्रपतिले पढ्दै गर्दा समेत प्रधानमन्त्री उठेर कहाँ गएको? प्रधानमन्त्री आएर उठेका विषयमा जनतालाई सम्बोधन गर्ने सांसदका प्रश्नको जवाब किन नदिएको? विपक्षी सांसदहरू यही विषयमा संसदमा हंगामा मचाइरहेका थिए। अनि सत्ता पक्षका सांसदहरू प्रधानमन्त्री बोल्ने होइन, प्रधानमन्त्रीले काम गर्ने हो, काम गरिरहनु भएको छ, फुर्सदै छैन। उनीहरूको त्यो प्रकारको भावभङ्गी र प्रस्तुति थियो। तर अचानक एउटा दिन आयो, रहस्यमयी प्रधानमन्त्रीले रहस्यमय तरिकाबाट चमत्कारिक रूपमा संसदमा प्रवेश गर्नुभयो र सदनको रोस्ट्रममा एकजना सांसदले सोधेको प्रश्नमा भनिदिनु भयो, मैले प्रधानमन्त्री भएपछि एउटा कुरा थाहा पाएँ नि। थाहा के पाउनु भएछ भने नेपालले पनि भारतको भूमि मिच्या छ भन्ने कुरा थाहा पाउनु भएछ। अनि सुरु भयो नयाँ डिस्कोर्स। के साँच्चै नेपालले भारतको भूमि मिचेको छ भने भारतीय सांसदहरू संसदमा बोल्दैनन्, भारतका सञ्चार माध्यमहरू लेख्दैनन्, भारतीय बौद्धिकहरू यो कुरा भन्दैनन्। अनि भारत जत्रो विशाल राष्ट्रलाई तिम्रो भूमि नेपालले मिच्या छ भनेर भनिदिनु पर्ने चाहिँ नेपालको प्रधानमन्त्रीले यो पनि दिन आयो। अब प्रश्न उठ्छ, प्रधानमन्त्रीले भनेको त्यो कुरा सही हो कि होइन? अनि केही आफूलाई सोनाम भन्ने सञ्चार माध्यम भन्नेहरूले फेरि खेती सुरु गरे। हेर न, यहाँनिर नेपालको जनताको त्यहाँनिर चौहो छ परालको, त्यहाँनिर गाई बाँधेको छ, त्यहाँनिर शौच गर्न जान्छ, यो त 10 गजा हो नि। सम्भवतः सीमा विवाद, सीमा अतिक्रमण, भूमि मिच्नु, यो बीचको फरक, यो संवेदनशील विषयका बारेमा कति जान्नु पर्थ्यो, कति बुझ्नु पर्थ्यो, कति बोल्नु पर्थ्यो, अनि त्यो एक तोलाको जिब्रो के विषयमा फड्कार्नु पर्थ्यो। प्रश्न यहीँनिर हो। हाम्रो सीमा र हाम्रो जमिन 1 इन्च पनि हामी गुम्न दिँदैनौं भन्ने कुरा प्रधानमन्त्रीदेखि एउटा आम नागरिकसम्मको दिमागमा हुनुपर्छ र त्यो न्यूनतम शर्त हो नेपालको नागरिक हुन।